हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। सधैँ चाहिँ आज पनि बिहान 4:20 को अलार्म राखेर हामी चाहिँ जाँदैछौँ ड्युटी जानलाई हामीले सबै कुराहरू रेडी गर्नुपर्ने हुन्छ। ब्याग स्याग हालेर चट्ट ड्रेस लाएर क्याब लाएर साथमा बेड पनि मिलाउनु पर्ने हुन्छ। बेड मिलाउँदै ब्ल्याङ्केट मिलाउँदै हामी चाहिँ जानुपर्ने हुन्छ ड्युटी। आज चाहिँ हामी बाहिर निस्किसकेपछि यहाँको दृश्य चाहिँ यस्तो थियो। यहाँ चाहिँ बस पार्क भयो, बस पार्कबाट खाना लिन जानुपर्छ। यो चाहिँ हाम्रो मर्निङको खाना लिने ठाउँ। खाना लगिसकेपछि हामी चाहिँ जान्छौँ बसमा। बस चाहिँ यस्तो बनाएको छ ड्राइभरले झिलिमिली लगाएर। यसै गरी हामी चाहिँ अब ड्युटीमा पुगिसकेपछि चाहिँ आफ्नो यो ड्युटी पोजिसनलाई चाहिँ टक्क लाएर रेडी बनाउनु पऱ्यो। सबै कुराहरू हेर्नु पऱ्यो, त्यहाँ के कस्तो भयो, हिजोको के भयो, आज के भइरहेछ, सबै कुराहरूलाई निहालेर हेर्दाखेरि एकदमै ठिक थियो। गम्भीरतापूर्वक आफूलाई एकछिन निहालेर हेरियो, किनभने चाहिँ गर्मी धेरै बढेको थियो। यो चाहिँ हाम्रो ड्युटी गर्ने लोकेसन हो। लोकेसन चाहिँ एकदमै बेस्ट छ। त्यसपछि चाहिँ हामीलाई अलि धेरै गर्मी बढेको महसुस भएर चाहिँ यो पूर्वज पालादेखिको टोपी लाएर पानी पिउँदैन ड्युटी गर्न थालियो। ड्युटी गरेपछि पुरा दिन घाममा डढिसकेपछि 8 घन्टा पुरा भइसकेपछि हाम्रो दाइ आउनुहुन्छ। दाइलाई चाहिँ हाम्रो ड्युटी ह्यान्डओभर गरेर हामी चाहिँ जान्छौँ बाहिर। आजको घाम चाहिँ एकदमै गर्मी छ। यहाँ चाहिँ गाडी आइसक्यो, गाडीमा चढ्छौँ। गाडीमा चढिसकेपछि हामी चाहिँ जाँदैछौँ अब रुमतिर जाँदाखेरि चाहिँ हाम्रो गाडी जान्छ सिटीबाट भित्र भएर जान्छ भने चाहिँ हामीले चाहिँ बाहिर सिटीभन्दा बाहिरको पुरै भ्यू तपाईँहरूलाई देखाउनेछौँ। यो चाहिँ सिटीभन्दा बाहिर। अब चाहिँ हामीले सिटीभित्र इन्ट्री गरिसकेका छौँ। यो चाहिँ सिटीभित्रको दृश्य हो। यो बाटो हुँदै अब हामी चाहिँ रुमतिर जान्छौँ। ओके बाई, हेभ अ गुड डे।